चोभारको पहाड यही हो। यस ठाउँबाट पानी निकास गरी काठमाडौँमा बसोबास गरेको ठाउँ मैले आज देखाउन जाँदैछु। हेलो साथीहरू, नमस्ते। म उपस्थित भइसकेको छु नयाँ ठाउँको भिडियोको साथमा। आजको मेरो भिडियो छ मञ्जुश्री पार्क। यहाँबाट 50 रुपियाँको टिकट काटेपछि मञ्जुश्री पार्कमा जान पाइन्छ। मैले 50 रुपियाँको टिकट काटेर मञ्जुश्री पार्क गएको छु। हजुरहरूलाई पनि मैले यो पार्कको सम्पूर्ण दृश्यहरू देखाइरहेको छु। मञ्जुश्री पार्क काठमाडौँ उपत्यकाको दक्षिण भागमा फार्पिङ मार्ग नजिकै पर्छ। कीर्तिपुर नगरपालिका 12 चाल्ने क्षेत्रमा अवस्थित छ। यो एउटा प्रसिद्ध धार्मिक, ऐतिहासिक र पर्यटन स्थल हो। मञ्जुश्री पार्क पुग्ने बाटो काठमाडौँ उपत्यकाको केन्द्र कालङ्कीबाट 30-40 मिनेटको बाटोमा यहाँ पुगिन्छ। यस ठाउँ पुग्नको लागि सडक मार्ग एकदम राम्रो भएकोले निजी सवारी साधन र सार्वजनिक सवारी साधन पनि चल्छ। यस पार्क मनोरञ्जन र अध्ययनको लागि उपयुक्त छ। यस पार्कमा सम्पूर्ण परिवारहरू घुम्न सकिन्छ। यस पार्क हेर्दा पनि अति आनन्द र ध्यान गर्ने, फोटो खिच्ने, योगा गर्ने लोकप्रिय बनिरहेको छ। मञ्जुश्री पार्क बौद्ध धर्मसँग सम्बन्धित एक पार्क हो जसको नाम मञ्जुश्रीको ज्ञानको देवीबाट राखिएको हो। यस पार्कमा बच्चाहरू, वृद्धहरू र केटाकेटी सबैलाई लिएर यहाँ आउन सकिन्छ। पिकनिक पनि मनाउन सकिन्छ। यस पार्कमा रहेको वरिपरिको फुलहरूले र यहाँका हरियालीले अति आकर्षण छ। यहाँ ढुङ्गाहरू पनि अति आकर्षण देखिन्छ। यस पार्कमा अति सरसफाई भइरहेको छ। यहाँ फोहोर कति पनि देखिँदैन। यस ठाउँमा स्वच्छ हावापानी रहेको छ। यस ठाउँमा मानिसहरू ध्यान गर्न पनि आउनुहुन्छ। यस ठाउँमा जुनसुकै उमेर समूहका मानिसहरू पनि रमाउन सक्ने भएकोले सबैजना यहाँ आउनुहुन्छ। यस पार्कमा केटाकेटीहरूले दशैंको बेलामा चङ्गाहरू पनि उडाउने गर्छन् र यस पार्कमा जिप लाइनहरूको पनि राम्रो व्यवस्था छ। अहिले दशैंको मौका हुनाले जिप लाइन बन्द भएको रहेछ। यस पार्क काठमाडौँदेखि एकदम नजिक हुनाले केटाकेटी कोठामा बसेर दिक्क भएको बेलामा यस्तो समयमा यस पार्कमा लगेर केटाकेटीहरू रमाउन सक्छन्। यस पार्कमा बस्ने व्यवस्था पनि एकदम उचित रहेको छ र पार्कको हरियालीले मनमोहक दृश्यहरू देखाइरहेको छ। यस ठाउँको हरियालीले मन एकदम शान्त र आनन्दित बनाइरहेको छ। त्यसैमाथि यस ठाउँमा रहेको ठुल्ठुलो ढुङ्गाहरूले पनि मानिसहरूलाई लुकामारी खेलाए जस्तो अनुभव गरिरहेको छौँ। यस ठाउँको हरियालीले मात्रै नभई यस ठाउँको ढुङ्गाहरूले पनि मनमोहक आकर्षण दृश्यहरू देखाइरहेको छ र यहाँ हामीहरू लुकामारी खेले जस्तै गरिरहेको छौँ र मनलाई आनन्द गरिरहेको छौँ। यस ठाउँबाट चोभारको डाँडा देखिने बाटो हो। यहाँबाट गएपछि चोभारको डाँडा देखिएको छ। मैले देखाइरहेको यो दृश्य चोभारको डाँडा हो। यसैबाट काठमाडौँमा भएको पानीहरू काटेर बाहिर निकालिएको ठाउँ हो। यसैको ठाउँबाट यस पार्कको नाम मञ्जुश्री रहेको हो। सम्पूर्णलाई थाहा भएकै कुरा हो, काठमाडौँ उपत्यका पहिला ताल थियो र मञ्जुश्रीले यस डाँडालाई काटेर यहाँबाट पानी बाहिर निकास गरिसकेपछि त्यसपछि काठमाडौँमा मानिस बसोबास गर्न लागेको हो भन्ने कुरा त सबैलाई जानकारी छ। यसै डाँडालाई काटेर यहाँबाट पानी सबै बाहिर निकालिएको हो। यही दृश्यहरू मैले देखाइरहेको छु। कस्तो राम्रो र मनमोहक दृश्यहरू छ। यस्तो पहाडमाथि आनन्द र शान्त वातावरण, यहाँ पर्यटनलाई पनि अति राम्रो र सुन्दर ठाउँ छ। यस ऐतिहासिक ठाउँमा कहिलेकाहीँ घुम्न आउँदा अति आनन्द र मनमोहक दृश्यहरू देख्न पाउँदा मनलाई शान्ति हुन्छ।
यहाँबाट हामीहरू गुफातर्फ जाँदैछौँ। यहाँ नजिकै एउटा गुफा छ। यो गुफाको पनि बेग्लै विशेषताहरू छन्। यी ठुल्ठुला विशाल ढुङ्गाहरूले पनि मानिसलाई बालापनको अनुभव गराइरहेको छ। गुफा र पदमार्गमा वरिपरि सबै हरियाली मात्र छ। आन्तरिक तथा बाह्य पर्यटकहरूले शान्त वातावरणमा समय बिताउन सक्छन्। यहाँ अति आनन्द र मनमोहक दृश्यहरू देख्न पाइन्छ। एक समय काठमाडौँ उपत्यका पानीले भरिएको बेलामा मञ्जुश्रीले यस डाँडालाई काटेर पानी बाहिर निकाल्नु भएको हो। त्यही डाँडाको दृश्यहरू मैले देखाइरहेको छु। चोभारको डाँडा भनेको यही डाँडा हो। मेरो पछाडि देखेको दृश्य नै चोभारको डाँडा हो। यस ठाउँमा पानीको निकासले काठमाडौँमा बसोबास गर्न योग्य भएको हो। यहाँबाट चोभारको डाँडा देख्दा एकदम आकर्षण र मनमोहक देखिएको छ। यस नजिकै एउटा गुफा पनि छ। मैले त्यसको दृश्य पनि देखाइरहेको छु। अहिले चाहिँ यो बन्द गरिएर राखिएको छ। यसमा मानिसहरू जान आउन दिइएको छैन। मञ्जुश्री पार्क दुईटा रहेछ, रोडको वारी र पारी। यो वारीको चोभारको डाँडा देखिने दृश्यको पार्क हो। यहाँ चाहिँ मञ्जुश्रीको मूर्ति छैन। अर्को पार्कमा चाहिँ मञ्जुश्रीको मूर्ति राखिएको छ। यहाँ हरियाली, फूल बगैँचाहरू र शान्त वातावरण रहेको छ। आन्तरिक र बाह्य पर्यटकहरू प्रशस्त यहाँ आउने गर्नुहुँदो रहेछ। मैले हजुरहरूलाई चोभारको डाँडादेखि नै मञ्जुश्री पार्कको सम्पूर्ण दृश्यहरू देखाइरहेको छु र म अर्को पार्कतिर जाँदैछु। यहाँ मनमोहक र आकर्षण दृश्य हुन्छ। यहाँ 50 रुपियाँ टिकट काटेर भित्र पसेर अनि बाहिर निस्किनु पर्दो रहेछ। यो दृश्य देखिएको मञ्जुश्री पार्क हो। यसमा अति आनन्द र मनमोहक दृश्यहरू देखिएको छ र 33 फिट अग्लो मञ्जुश्रीको मूर्ति पनि यही पार्कमा अवस्थित छ। यस ठाउँ सफा र सुन्दर छ। यस पार्कको वरिपरि दशैं र तिहारको बेला चङ्गा उडाउने प्रचलन पनि रहेछ। यहाँ मनमोहक र आकर्षण दृश्यहरू देखिन्छ। यस पार्कको अति आकर्षण भनेको मञ्जुश्रीको मूर्ति रहेछ। यहाँ वरिपरिको दृश्यहरू अति आकर्षण र मनमोहक छ। आन्तरिक र बाह्य पर्यटकलाई एकदम आकर्षणको केन्द्रबिन्दु रहेछ। बजारको कोलाहल भन्दा कहिलेकाहीँ 30-40 मिनेटको ड्राइभिङ गरिसकेपछि शान्त वातावरण गएर बस्न र यहाँको मनमोहक दृश्यहरू हेर्न अति आनन्दित आउँछ। अहिलेसम्म मेरो भिडियो हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद भन्दै म बिदा हुन्छु। हस्त नमस्ते। अर्को भिडियोमा फेरि भेटौँला।